ल्याइराख्नु भएको थुप्रै कुराहरू स्वागतयोग्य छ। म आफैले पनि हेरेको छु र म आफै पनि त्यस बैठकमा गएर उपस्थित भएको छु। जस्तो कि कोशी प्रदेशका प्रत्यक्षतर्फबाट विजेता हुनुभएका सम्पूर्ण पार्टीका व्यक्तित्वहरूलाई, मान्यज्यूहरूलाई उहाँले बोलाउनु भयो। उहाँले बोलाएर त्यसपछि तपाईहरुको जिल्लाको मुख्य कुराहरू के छ, आजको भोलि नै गर्नुपर्छ भनेर उहाँले सोध्नु भएको थियो। त्यसलाई उहाँले सटिकसँग जवाफ दिएर उहाँले यो बैठक चाहिँ समाप्त गर्नुभएको थियो। त्यो जवाफ के थियो त भन्दाखेरि अहिले बजेटको आकार सानो छ, त्यसलाई फराकिलो पार्ने हामीले प्रयास गरिरहेछौँ र सँगसँगै हामीले कसैलाई पनि काखापाखा नगरिकन हामीले आवश्यकता र प्राथमिकताको हिसाबले त्यसलाई अगाडि बढाउँछौँ भन्नुभएको थियो। त्यो साह्रै नै स्वागतयोग्य छ। त्यो मात्र नभएर अर्को कुरा फेरि नयाँ के गर्नुभएको छ त भन्दाखेरि एउटा च्याट ग्रुप पनि बनाउनु भएको छ।